So hello everyone, this is Sudeep. I do real estate in Kathmandu and welcome to my video. So बिहानको कामहरू चाहिँ मैले सबै भइसक्यो कोडेश्वरतिर भिजिटहरू थियो प्रपर्टीहरू पनि फाइन्डिङ थियो त्यो सबै डन एन्ड आफ्टर लन्च इट इज 2:30 नाउ 2:30 बजेको छ र मलाई एकजना पुरानो बायरले चाहिँ एउटा प्रपर्टी सेयर गर्नुभएको छ प्रपर्टीको लोकेसन बालुवाटारतिर रहेको छ र उहाँले भिडियो नै पठाउनु भएको छ यो अरू एजेन्टले चाहिँ हाल्नु भएको रहेछ टिकटकमा सो मैले उहाँलाई चाहिँ सम्पर्क गर्न अप्ठ्यारो लाग्यो र आई निड टु फाइन्ड आउट दिस प्रपर्टी यो प्रपर्टी मैले आफैले फाइन्ड आउट गरेँ भने त मैले आफै मसँग मैले आफैले फाइन्ड आउट गरेँ भने त मसँग सेलर पनि आफ्नै हुन्छ र बायर पनि आफ्नै हुन्छ अनि कमिसन पनि स्प्रेड गर्नु पर्दैन किनभने एजेन्टलाई प्रपर्टी आफ्नो भयो भने प्रब्लम भएन सो दिस इज द प्रपर्टी अहिले चाहिँ म जाँदैछु बालुवाटार एरियामा यो चाहिँ हजुरको पञ्चकन्या स्कुलतिर मन्दिरतिर रहेछ है त लेट्स सी म यो प्रपर्टी फाइन्ड आउट गर्न सक्छु कि सक्दैन यदि फाइन्ड आउट गरेँ भने पनि मैले हजुरलाई यो भिडियोमा भन्ने छु यो प्रपर्टी यहाँनिर रहेको छ भनेर यदि फाइन्ड आउट गर्न सकिनँ भने पनि म भन्ने छु है त लेट्स सी भिडियो चाहिँ हेर्दै गर्नु होला कस्तो छ घर सो फाइनली आई फाउन्ड द प्रपर्टी आफ्टर 1.5 घन्टाको बालुवाटारको उसमा घुमेर र अल्सो गट द नम्बर पनि पाएँ मैले ओनरको र आई ट्राइड कलिङ हिम 2-3 टाइम्स डिड नट पिक उहाँले चाहिँ कल उठाउनु भएन मेबी उहाँ अफिस जानु भएको छ होला अब यो ट्रु कलरमा अडिटर भनेर आएको थियो सो दिस इज द प्रपर्टी गाइज यो प्रपर्टी हो अब ओनर बिना विदाउट द पर्मिसन अफ ओनर आई क्यान नट एन्टर इनसाइड इट पहिला चाहिँ ओनरको कन्फर्मेसन लगाउँ प्रपर्टी सेलमा छ कि छैन यदि त्यो थाहा भयो भने चाहिँ आई डु हेभ अ बायर फर दिस प्रपर्टी राम्रो छ प्रपर्टी डिल क्लोज गर्न सकिने खालको छ यदि उहाँ फ्लेक्सिबल हुनुभयो र बजेट अलिकति मिलाइदिनु भयो भनेपछि चाहिँ सो फाइनली आई फाउन्ड द प्रपर्टी 1.5 घन्टापछिको स्ट्रगल यही नै छ हजुरको रियल इस्टेटको लाइफ नेपालको रियल इस्टेट प्रपर्टी खोज्न जानै पऱ्यो बायर फलोअप गर्नै पऱ्यो र डिल क्लोज गर्नु पऱ्यो है त प्रपर्टी छैन भने हजुरलाई रियल इस्टेटमा सर्भाइभ गर्न गाह्रो हुन्छ फर्स्ट यु निड टु ह्याभ अ गुड प्रपर्टी हस् थ्याङ्क यू फर वाचिङ